यसले चाहिँ यसरी चाहिँ माइन्ड म्याप बनाइदिन्छ। फर्स्ट सुरु चाहिँ एजुकेसन इन नेपालमा फर्स्ट सुरु एक्सप्लोर गर्यो, त्यसपछि यसको 19 पेजको चाहिँ प्रेजेन्टेसन चाहिँ यसरी अब सर्ट प्रेजेन्टेसन चाहिँ बनाइदिन्छ। यस्तो एडभान्स भएर आइसक्यो कि एआईहरू है। हेलो नमस्ते साथीहरू, आज चाहिँ म हजुरहरूलाई म्याक्सअप एआई प्रेजेन्टेसन मेकरको बारेमा जानकारी दिन जाँदैछु। यसलाई चाहिँ हामीले इजी क्लास भनेर पनि भन्न सकिन्छ भने फर्स्ट सुरु चाहिँ हजुरले म्याक्सअप एकाउन्ट बनाउनु पर्ने हुन्छ। म्याक्सअप एकाउन्ट चाहिँ हजुरहरूले म्याक्सअपको स्मार्ट बोर्ड किनेपछि बनाउन सक्नुहुन्छ भने यसबाट चाहिँ प्रेजेन्टेसनहरू चाहिँ 200 GB फाइलसम्मको हजुरले बनाउन सक्नुहुन्छ भने एडभान्स प्रेजेन्टेसन माइन्ड म्यापहरू बनाइदिन्छ। यसको थप जानकारी कस्तो छ हेरौँ है त। फर्स्ट सुरु चाहिँ मैले आफ्नो आइडी लगइन गरिसकेँ, मैले बनाइसकेँ भने हजुरहरूले क्रिएट वान गर्न सक्नुहुन्छ। मैले लगइन गरेपछि चाहिँ मेरो यो इजी क्लास अथवा म्याक्सअप क्लास प्रो म्याक्सअप एआई प्रेजेन्टेसन मेकरको चाहिँ वेबसाइट खोलिन्छ र हजुरहरूले देख्न सक्नुहुन्छ। यहाँ मैले बनाइरहेको प्रेजेन्टेसन चाहिँ यहाँ देखिरहेको छ भने यहाँ देख्न सक्नुहुन्छ। मैले पहिलादेखि नै बनाएको प्रेजेन्टेसनहरू चाहिँ पुरानो प्रेजेन्टेसनहरू पनि यहाँ देखिन्छ। अब जस्तै नयाँ प्रेजेन्टेसनहरू बनाउनु पर्यो भने चाहिँ मैले फर्स्ट सुरु यहाँ गरिदिन्छु, जेनेरेट विथ एआई गरिदिन्छु। अब किनकि हामीले यो प्रेजेन्टेसन एआईबाटै जेनेरेट गर्ने हो। त्यसपछि जेनेरेट विथ एआई गरेपछि चाहिँ यहाँ एकछिनमा हजुरलाई एउटा फोल्डर खोलिदिन्छ। त्यसमा चाहिँ हजुरले हामीले क्वेसनहरू टाइप गर्न सक्छ। अब योभन्दा पहिलाको एआईमा हजुरले जस्तै नेपाल दियो भने नेपाल सर्च गऱ्यो भने नेपालको थोरै इन्फर्मेसन दिन्थ्यो नि। यसमा चाहिँ एडभान्स इन्फर्मेसनहरू दिन्छ। ल मानौँ अहिलेको लागि मलाई नेपालको एजुकेसनको बारेमा जानकारी लिनु छ भने एजुकेसन, जस्तै मैले यहाँ एजुकेसन इन नेपाल गरेँ, त्यसपछि कति पेजको प्रेजेन्टेसन बनाउनु त है। त्यसपछि मैले 5-10 पेज ल मानौँ 10 देखि 15 पेजको बनाउन सकेँ। त्यस्तै गरी यहाँ हामीले क्लास पनि चुज गर्न मिल्छ। मैले कति क्लासको लागि प्रेजेन्टेसन बनाउने भनेर जस्तै 10 क्लासको लागि प्रेजेन्टेसन बनाएँ। त्यस्तै गरी ल्याङ्ग्वेजमा चाहिँ अहिले इङ्ग्लिस मात्र छ, पछि अब नेपालीहरू पनि एड हुने क्रम जारी नै छ है। अरू देश भाषाहरू देख्न सक्नुहुन्छ। त्यस्तै गरी मैले एजुकेसन इन नेपाल गरेपछि मैले नेक्स्ट गरेँ है त। अब कस्तो टाइपको प्रेजेन्टेसन यसले बनाउँछ हेरौँ है त। अब यसले एकछिन डाटालाई प्रोसेस गर्छ, त्यसपछि कस्तो प्रेजेन्टेसन बन्छ हेरौँ है त। यहाँ हजुरले देख्न सक्नुहुन्छ फर्स्ट सुरु अब प्रेजेन्टेसनको मेन टाइटलहरू आयो। एजुकेसन इन नेपाल अन्तर्गतमा यसले 6वटा विषयमा बनाउँदैछ। त्यसपछि केही मिस्टेकहरू भएको छ भने हामीले यसलाई एडिट पनि गर्न सक्छौँ। त्यस्तै गरी अब मैले गरेँ जेनेरेट विथ आउटलाइन। अब आउटलाइन चाहिँ अब यसले आउटलाइन भनेर चाहिँ हामीले माइन्ड म्यापको रूपमा पनि लिन सक्छ है। यसले चाहिँ यसरी चाहिँ माइन्ड म्याप बनाइदिन्छ। फर्स्ट सुरु चाहिँ एजुकेसन इन नेपालमा फर्स्ट सुरु एक्सप्लोर गर्यो, त्यसपछि यसको सब्जेक्ट भयो, त्यसको सब सब्जेक्ट भयो, यसरी चाहिँ बनाइदिन्छ। अब जेनेरेट कोर्सवेयर, अब मेन म्याजिक चाहिँ अब हुन्छ है त। जेनेरेट कोर्सवेयर गरेपछि चाहिँ हेर्नु फर्स्ट सुरु यतापट्टि के निकालिदिन्छ भने लेसन प्लान भनेर चाहिँ टिचरको लागि भयो। मेन चाहिँ यो कन्टेन्ट अब हेर्नु त यहाँ प्रेजेन्टेसन यसले जस्तै मैले अघि 20 पेजको सेलेक्ट गरेको थियो, 19 पेजको चाहिँ प्रेजेन्टेसन चाहिँ यसरी अब सर्ट प्रेजेन्टेसन चाहिँ बनाइदिन्छ। यस्तो एडभान्स भएर आइसक्यो कि एआईहरू है। अझ यो म्याक्सअप स्मार्ट बोर्डको एआई त यति एडभान्स छ। हजुरहरूले यो प्रेजेन्टेसन मेकर अहिले पाउनुहुन्छ। पहिला मैले भिडियो पाइलोटदेखि लिएर आक्स एआई, फ्लोटिङ एआई सबैको जानकारी दिइसकेँ। अहिले भने चाहिँ मैले यो प्रेजेन्टेसन मेकर एआई प्रेजेन्टेसन मेकर म्याक्सअप ब्रान्डमा मात्र एभाइलेबल रहेको प्रेजेन्टेसन मेकर देख्न सक्नुहुन्छ। यसरी चाहिँ पुरै नै बनाइदियो क्या। हेर्नु न यसरी प्रेजेन्टेसन नै, प्लस प्रेजेन्टेसन मात्र होइन, यो प्रेजेन्टेसन भनेर चाहिँ स्टुडेन्टलाई देखाउनको लागि भयो। प्रेजेन्टेसन मात्र होइन, हेर्नुहोस् न हजुरलाई यसमा चाहिँ यसरी माइन्ड म्यापहरू पनि जेनेरेट गरिदिन्छ। माइन्ड म्यापबाट चाहिँ टिचरले यो अनुसारले पढाउन सक्नुहुन्छ होइन। त्यसपछि यो बिचको कन्टेन्ट छ नि, बिचको कन्टेन्ट जुन यो 19 पेजको कन्टेन्ट आएको छ, यो भने चाहिँ स्टुडेन्टको लागि भयो। त्यसपछि टिचरको लागि भनेर हेर्नुहोस् त, जस्तै लेसन प्लान, टिचिङ अब्जेक्टिभ, टिचिङ फोकस, टिचिङ प्रोसेस सबै नै जेनेरेट गरिदिएको छ है। यसमा चाहिँ योबाट चाहिँ टिचरलाई पनि एकदमै पढाउन सजिलो हुने, स्टुडेन्टलाई त अब यत्रो 19 पेजको कन्टेन्ट आइहाल्यो, स्टुडेन्टलाई जेनेरेट गर्न पनि सजिलो। अब मानौँ तपाईँ भोलि केही विषयमा एक्सप्लेन गर्न जाँदै हुनुहुन्छ स्टुडेन्टलाई अथवा कुनै कार्यक्रममा भनेपछि अब चाहिँ म्याक्सअपले नै एआईबाटै प्रेजेन्टेसन बनाइदिन्छ। यसरी चाहिँ नेपाली फोटो सहितकै प्रेजेन्टेसन चाहिँ यसले म्याक्सअपको एआईले चाहिँ बनाइदिन्छ। त्यस्तै गरी अर्को भनेको चाहिँ लेसन प्लान हो। लेसन प्लान चाहिँ हजुरले अब जस्तै टिचिङ अब्जेक्टिभहरूदेखि लिएर कसरी यो कन्टेन्ट पढाउने भनेर यसमा जानकारी दिन्छ। यो चाहिँ हजुरहरूले कपी गरेर प्रिन्ट गर्न पनि सक्नुहुन्छ। हजुरहरूले कुनै कार्यक्रममा प्रेजेन्टेसन दिनुपर्छ अथवा स्टुडेन्टलाई केही जानकारी लिनु पर्यो भने चाहिँ यसरी चाहिँ लङ प्रेजेन्टेसनहरू पनि म्याक्सअपबाट चाहिँ बनाउन सक्नुहुन्छ है। थप जानकारीको लागि चाहिँ हाम्रो तल दिएको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। म्याक्सअप एआई स्मार्ट बोर्ड आजै जडान गरी आफ्नो विद्यालयलाई डिजिटल बनाउनु।